हामी आजको पाठ पूजाको दिमागमा आओस्। सद्गुरु साई नमो। हामीले घरको भगवान टालेको पूजा गर्नुभन्दा पनि अगाडि साई नमो नमः। श्री साई नमो नमः। जय जय साई नमो नमः। सद्गुरु साई नमो नमः। श्री साई नमो नमः। जय जय साई नमो नमः। सद्गुरु साई नमो नमः। आज यस पुण्यदिनमा हामी बाल विकास विद्यार्थीहरू साथी घरमा भएर सबै धर्ममत अनुसार ईश्वर सम्झी सद्गुरु साई नमो नमः। ओम साई नमो नमः। श्री साई नमो नमः। जय जय साई नमो नमः। सद्गुरु साई नमो नमः। ओम साई नमो नमः। श्री साई नमो नमः। जय जय साई नमो नमः। सद्गुरु साई नमो नमः। ओम साई नमो नमः। श्री साई नमो नमः। साईराम संविधानले सक्नुभयो भने अब यस विषयमा भगवान श्री सत्य साई बाबाले के भन्नुभएको रहेछ तपाईले राम्रोसँग सुन्नुहोस्। भगवानको वाणी यो भारत भूमिमा माताको आदर्शलाई उच्च दृष्टिले हेरी महान मान्यता प्रदान गरिन्छ। प्रत्येक व्यक्तिका माता हुन्छन्, तर आज माता पिताको श्रद्धा अनि प्रेम घटिरहेको छ। मानिसहरू आफ्ना मातालाई खुसी राख्ने चेष्टा गर्दैनन्। माताको प्रेमभन्दा महान प्रेम यस संसारमा अरू छैन। कौशल्यको प्रेममय काखमा रामको दिव्यता फस्टियो। सीताको कोमल भावना तथा स्वयंको कारण लव र कुशले नाम र ख्याति प्राप्त गरे। सीताबाईको प्रेममय यत्नले शिवजीलाई महान योद्धा बनाउन सक्यो। उसै गरी धेरै विख्यात व्यक्तिहरूले विश्वमा आफ्नो मातामा प्रेममय यात्रा गर्न